के सेनापति छन् अनि हाम्रो राष्ट्रको सेवकहरू नेपाल आर्मी आइसक्नु भएको छ। हेर्नुहोस् आम्मामा, गाडी हेर्नु त कति निकाल्दैन। जनता तर्साउनुलाई नेपाल आर्मी खडा गरेछ। नेपाल आर्मी भनेको अब यही रहेछ, जनताहरूलाई सेवा दिनु सेवक भनेको। सब नेताको प्रोटेक्सन गर्न हिँडेका छन्। कति आनन्द छ यो पेस्तोल बोकेर हिँड्न। केपीको भतुवाहरू सालाहरू एउटा देशको राजा बचाउन नसक्ने शाही नेपाली सेना भनेर कमान्ड गर्ने नेपाल आर्मी। हेर्नुहोस् अहिले जनता मर्दाखेरि पेट्रोलिङ गरेर पुरा गोली बारुद गट्ठासहित बोकेर हिँड्छन्। हेर्नुहोस् रक्षा गर्न नसक्ने सब चोरहरू। जनता त सबै हिँड्छन् सालाहरू।